खानेकुराहरू चाहिँ छ ए ल कता बाल्कुनीमा पनि रहेछ हौ मान्छे त राम्रो ट्याक्कै जेलभित्र मान्छे जस्तो देख्दो रहेछ यार साथीहरूलाई निकाल्ने चाँडै हामी कोसिस गर्नेछौँ अँधेरी जस्तो देख्छु त ए हो र मोबाइलमा हेर्नु न जेलबाट जस्तो देखिरहेको छ होइन एउटा शुभ कार्य हुन्छ अहिले चाइना सम्बन्धले गर्दाखेरि मेरो नातिनी जे भए पनि 2082 साल फागुन 14 गते आज बिहिबार होइन बिहिबार को दिन शुभ कार्य भएको होइन हजुरहरूले हामीलाई सम्पूर्ण जाडो पुर्णे गरेर सम्पिनु भएको थियो ल अब जाडो पुर्णे गरेर सम्पिनु भएको थियो होइन जे भए पनि तपाईँहरूको पाहुना पात हामीले सबैजनालाई दिए जस्तै लागे होइन के कसो भयो हाम्रो यो गल्ती भयो भने क्षमा पार्दिन्छौँ होइन यसमा हजुरहरूको जे भए पनि सबै पकाउने तुलाउने हाँडा भाँडा जाडो पनि हामीलाई जिम्मा दिनुभएकोमा ल हजुर हो हाम्रो त यति नै छ है हजुर हो यो भन्दाखेरि अलि बढी चाहिँ यहाँले हामी साह्रै मिठो भयो एउटा कुरा तर पनि अब दाजुभाइ गाउँले सबैको नाता हजुरसँग रहेको हुनाले हजुरहरूले गरेको भएको हजुर सबैलाई मेरोदेखि नमस्कार। अब धन्यवाद हजुर फेरि पनि मलाई पनि यसरी यो हजुरहरूको भनौँ न हजुरले म माथि गर्नु भएको यो चाहिँ चुक्ता गर्ने मौका दिनु पर्यो मलाई पनि सम्झिनु बाबा भइहाल्छ नि बिदा दिइसक्नु भयो काम थाप्नु के चिज थियो ए बाक्लो रहेछ है लु बाक्लोलाई उबारेर ल्याउनु भएछ है सम्झी भएर के साह्रो बोलेको
अर्को कहिले आइपुग्यो जेलमा लो सबसे गोरीहरू त दुईजना पो देख्छु त नि फेरि कस्तो राम्रो देखेँ क्या यो अलिकति खानै पर्छ रे ओ लो हो र आम्मा पक्रिदेऊ न हौ लो हे लिए ल ठोकम जोइ साहब सम्धी साहब लो हे लो हे एकछिन है हाम्रो छोरी अनि हाम्रो ज्वाइँको शुभ विवाहमा यहाँहरूले हरेक क्षेत्रमा तपाईँको दुःखसँग आफ्नै काम भनेर सबैले तपाईँको सफलतापूर्वक अहिलेको घडीसम्म यहाँहरूले तपाईँको चाहिँ गरिदिनु भएकोमा हामी दुवै तर्फबाट मेरो छोरीको तर्फबाट पनि र ज्वाइँको तर्फबाट यहाँलाई धन्यवाद दिँदै अरू हामी केही होइन हामी हजुरहरूसँग भोलि अब तपाईँको चाहिँ हिजो कार्य आज कार्य भएको सवालमा चाहिँ आफूभुङ्गी कता कता थियौँ र भोलि तपाईँको कति गते भयो 15 गते तपाईँको चाहिँ बेलुकी हाम्रो मेरो भाइ चित्रबहादुर राईको घरमा तपाईँको हाम्रो यसो भान्से छकाउने यसो बस्ने जमघट भएकोले गर्दा बेहुला बेहुलीलाई पनि भोलि नै हामीले तपाईँको चाहिँ हिजो दुरनको कुरा पनि राखेका थियौँ अनि हाम्रो छोरी ज्वाइँलाई पनि यहाँ अहिले हाम्रो सम्झिना हुनुहुन्छ हजुरले पठाइदिनु म पुनः बिन्ती गर्दै अहिले जति पनि हामी छौँ तपाईँको चाहिँ ज्वाइँतर्फका र अनि हामी तपाईँको छोरीतर्फका सबै सम्झिने सुन्छ है फेरि सम्झिनाहरू सबैलाई एकमुष्ट निम्त छ भोलि भनेर सम्धी घर त ल सम्धी घरमा हामी त हल्ला गर्नु आए जस्तो भयो है भोलि ल है आमा जानु न तपाईँ जानु न त्यहाँ बोलाउँदै ल ल ल एकछिन अझै रहेछ दिदी आउनु यहाँ भान्से पार्टी मूल भान्से लो 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 If you don't mind. मूल भान्से राम्रो कार्यक्रम भयो सफल भयो धन्यवाद तपाईहरुलाई धेरै धेरै धन्यवाद यो चाहिँ हो अब यहाँ बोल्नुहुन्छ हाम्रो बेहुलाको बुवा यहाँ यत्रो दिनभरि खट्नुभयो दिनुपर्ने धेरै थियो होला हाम्रो त्यस्तो यो नभएको हुनाले यो अहिले यसो
हाम्रो भान्जी साथीहरूले यसो सबैले मिलाएर यसो तपाईँले तपाईँको पैसामा हो के कसो तपाईँले हुन्छ 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 नमस्कार दुःख गरिदिनु भयो होइन अब 2 कार्य तारिदिनु भयो छैन सबै कार्य तारिदिनु अब के भएको थियो होला त्यो कुरामा होइन अब केही कुरामा कमी केही भएको छ भने अब माफ गरिदिनु होला अब तपाईँहरूले अब सबै खटिदिनु भएको छ अब घाम पानी के भयो होला त्यो सम्झेर खटिदिनु भएको त्यसको तपाईँहरूलाई यो हामीले सुम्पिँदैछौँ अब तपाईँहरूले अब हामी सारौँ लु सार्दिउँ दामी 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 पाउनु पनि ठुलो कुरो लो होइन हुन्छ सबै ठिक छ जानकारी चाहिँ सबैलाई होस् होइन भोलि कति बजेदेखि काका अब तपाईँ हामी जस्तो चेन्जीहरु ओहे आफै पकाउँदै आफै खाने 2 बजे कसको घरमा आउने सबै आउने फेरि एकचोटि जय माटो यहाँनिर नि मेरो साथीलाई आउनु चाहिँ बाटो दिनुहोस् है ल है अब बिस्तारी जाउँ है बिस्तारी ला सरी ल हामी त सम्धीको घर फर्कायौँ हल्ला गऱ्यौँ त्यसको लागि माफ पाऊ आम्मामा सिङ्गै डरको आगे झन्डी डाँडा पुग्नुहुन्छ फेरि लिनु नि म अहिले ए थाहा भयो नि बल्ल पो थाहा भयो त ठुलो आवाज होइन ठिक छ आजै त हो भोलि अलि ढिलो उठ्नुपर्छ हो सरुवा दिउ हो मैले लिएँ त नि ए मिठै छ खोइ ल्याउनु न हुन्छ
सेम हो सेम हो एक मात्रै ल ल भयो चुली भइसक्यो जय ललितको बाउ दर्पणको बाउ ललितको बाउ दर्पणको बाउ आजको बेहुला र बेहुलीको नृत्य यताबाट ठुलो आवाज आयो त यता रौनक धेरै लोगन्दी कता गयो नेक्स्ट लोगन्दी यताको क्राउड झन् धेरै ठुलो लोगन्दी पानी हाल न हान्न हात समात्ने अरे ताले फागुनमै त अगाइसकेको छ हौ वैशाख पर्ख्यौँ न यही महिना ल यही महिना अरे त्यो गत्ताको राजकुमारी हो त राजकुमारी अरे हौ बबाल यताबाट आज
अघिको त थिएन है होइन होइन कन्टिन्यू बाहिरमा झन् बवाल भइरहेको छ बबाल नम्बर 1 ल अर्को नेक्स्ट अलि राम्रो है आम्मा यताको पहिला नेक्स्ट लो दियो सम्धि साहब करेक्ट मामा No, 1, 2, 3, go! नसक्ने रहेछ केटाहरूले भएन कोही आएन है कोही पनि आएन नि आयो मेरो भडा यस्तो हुनुपर्छ क्या हनुमान होइन
खै त नि ताली नै छैन यार ताली मार न ए अरे बाप रे बाप अरे बाप रे बाप देऊ न के छरा बगरमा ला दिलभर